Hey everyone, good morning from Pyuthan and welcome to a day in my life vlog. आज चाहिँ मेरो सायद 6 दिन हो प्युठानमा। यहाँ आएको थाहा नै हुँदैन, पत्तै भएन। 6 दिन बितिसक्यो, 6-7 दिन भइसक्यो। मैले चाहिँ उठेर फर्स्टमा चाहिँ ब्रस गरेँ, त्यसपछि खाना बनाएँ। मैले ब्रस नगरी चाहिँ म पानी पनि खादिनँ। यो मेरो एकदमै गुड ह्याबिट हो कि ब्याड ह्याबिट हो आई डोन्ट नो, तर मलाई ब्रस चाहिँ उठ्दा बित्तिकै नै गर्नुपर्छ। अनि त्यसपछि कति धेरै दिन भएको थियो बाहिर नगएको, मुखमा यसो पोतपात पार्न नपाएको, यसो पोतपात पारेँ, सबै फुटेर कक्रक्क बारी जस्तो भएको थियो। अनि मैले चाहिँ हल्का पोतेँ, मुख पोतेँ, चट्ट परेँ। अनि त्यसपछि मामा घर जाने भन्ने रेडी भएँ। म चाहिँ हजुरआमाले हिजै कल गर्नुभएको थियो, जानै पाएको छैन। हजुरआमालाई भेट्न गएँ, मक्ख परिन् बुढीमा हुँ। अनि त्यसपछि भेटेँ, यसो माया गरेँ, अनि बसेर के खाएँ। अनि त्यसपछि घर फर्किने बेला चाहिँ बेलुका चटपटे खानाको लागि सामानहरू बोकेर आएँ। म चाहिँ सानीमासित गएको थिएँ। अनि त्यसपछि फर्केँ यसरी सर। अनि बाटोमा आउँदा चाहिँ सानीमाले चाहिँ भारी बोक्नु भएको थियो। सानीमालाई बिचमा गाह्रो भएर मैले भारी बोक्दिएँ। मलाई भारी बोक्न सबै काम गर्न आउँछ। मलाई जिन्दगीमा नआउने भनेको केही पनि छैन। म एकदमै खतरा मान्छे हो। अरूले मानुन् कि नमानुन्, म आफूले आफूलाई मान्छु, म एकदमै खतरा मान्छे हो। अनि त्यसपछि उनीहरू चाहिँ स्टुडेन्टहरू हो, स्कुलबाट निस्किँदै थिएँ। अनि घर आएर फेरि खाना बनाएँ, तरकारी काटेँ, भात सात पकाएँ। अनि तरकारी पकाएँ, रेडी भएर चाहिँ बनाएँ। अनि यो टमाटर चाहिँ अचार बनाउनको लागि हो। अनि त्यसपछि यो अचार चाहिँ बुवाले बनाउनु भएको, मेरो बुवाले, मैले चाहिँ बनाएको होइन। नभएको कुरा झुट बोल्नु भएन। खानासाना बनाएर भाँडा माझेर खाएर अनि म फेरि चटपटे बनाउनु गएँ। अनि हामी चाहिँ ग्रुपै टोली जम्मा भयौँ, 3-4 घरको जम्मा भएर मैले चटपटे बनाएँ सबैजनालाई। किनकि म अलि एक्सपर्ट हो नि त, मलाई नआउने केही पनि छैन कि, मैले भनेँ नि। अनि यो काम पनि मलाई नै लगाइदिन्छन्। अनि मैले आफै चटपटे बनाउन थालेँ, चटपटे बनाएँ। अनि त्यसपछि हामी कतिजना थियौँ, 10-15 जना थियौँ। 10-15 जनाले बसेर चटपटे खायौँ। मिठो भएको थियो एकदमै, सबैजनाले मेरो तारिफ गर्नुभयो। त्यसरी चटपटे बनाएँ, खत्रै भएको थियो। त्यो चाहिँ मेरो भागको हो। त्यहाँ मेरो भागमा मलाई धेरै भएर चाहिँ मैले दाइलाई दिएँ, किनकि मैले धेरै खान सक्दिनँ। मेरो जिउ हेरेरै थाहा हुन्छ मैले धेरै खान सक्दिनँ भन्ने कुरा। मान्छेले यसो ज्यान हेरेर पनि पत्ता लगाउने कुरा हो, त्यो चाहिँ भनिरहनु पर्दैन। अनि मैले चाहिँ जस दाइहरूलाई दिएँ, सबैजनालाई दिएँ, थपी दिएँ। अनि मैले चाहिँ लास्टमा बाँकी रहेको, बाँड्नेले त बाँकी रहेको खाने त हो नि। अनि मैले लास्टमा चाहिँ बाँकी रहेको खाएँ थोरै। यस्तो भन्यो भने चाहिँ मलाई सानीमाले भिडियो हेरेर मार्छन्, तर मैले मेरो भाग छुट्टै नै राखेको थिएँ। फेरि बचेकुचेको खाएन, सबैजनाले थपथाप पारेर दिएर अनि सकाएर अनि खाएँ, किनकि म धेरै खान सक्दिनँ। रमाइलो भयो, जे होस् रमाइलो भयो। प्युठान आएपछिको एकदमै रमाइलो पल भनेको चाहिँ यही हो। यो चाहिँ मेरो मम्मीहरू, उहाँहरू चाहिँ भित्र नअटेर बाहिर आगो ताप्दै खाँदै हुनुहुन्थ्यो। हामी चाहिँ भित्र बसेर खाएको। यहाँ दाइले चाहिँ एक थाल देखाउँदै हुन्छ, म नि खाँदैछु। म चाहिँ बाटामा खाएँ। अनि अब सुत्ने बेला भयो, यसो मुख धुनु पर्यो, मुख त धुनु पर्यो जस्तो भए पनि मुख धोएँ। अनि त्यसपछि भित्र आएँ, भाइहरूसित एकछिन टिकटक बनाएँ। अनि त्यसपछि टिकटक बनाएपछि चाहिँ 12 बज्न थाल्यो। अब हामी सुत्छौँ। अनि थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई, गुड नाइट।